आधा घन्टा होला कि ले जाने छ के उसको त फेरि फोटो हरायो त्यस्तै छ नि फेरि आ गरेर दिदिन्छ एउटै पोज 10 वटा फोटो हाल्दिन्छ रिल दिदिन्छ के मलाई बोल्न मन लागेको छैन पुष्पा झुकिया गाला गाला भागे त त्यति काम बाँकी मादल बजाउने भिडियो गरेर मादल बजाउने गऱ्यो त्यसले अब थाहा हालिदिन्छ अरे कोटाइ 2 रुपियाँ हाल्छ 50 टा हाल्छ हामीलाई नि स्यामसङ गर चाइनिङ हुन्छ भिआइडी त माथि पुग्यो मिन्छ भन्दै निकेलामा जाइन्छ गाडी छोड्यो लास्ट टाइम त नाचेर जाने हो हैन साह्रो भन्दा रातभरि तल्का पिट्ने भोलि बिहान त्यही गरेर स्टेट बाइक माथि 6 बजेबाट सर हामी त डिन्द्री लाएर 5 बजे आएको हुन्थ्यौँ माछी डाँडाइले नजरमा झिक्यो डाँडाइले माछी डाँडाइले नजरमा झिक्यो डाँडाइले नयाँ ड्राइभरहरू है अलि राम्रोसँगै पुस्नु पर्यो त्यो भएन त्यो जागिर फेरिबाट हटाइदिन्छु केही बेला हो त्यही केटा भन्दै ल 1-2 दिन ल ठिक छ तपाईँ कति महिना ठ्याक्कै कति महिना भयो हुन्छ कम्प्लिट हुन्छ
फेरि त्यही सिफङ छ ओ शब्द गर्नु चाहिँ टुङ्गिहाल्छ बुढोको घर कहाँ थिए मेरो टुटुङ्गा ओ लाडेको छ हाम्रो है नयाँ अर्को ड्राइभर है हाम्रो पुच्चे डन लास्ट किङ के रे हाम्रो नाम डेभिड जङ लार्क पनि छ है जङ के 委员会波卡拉华侨华人协会，我谨向共同组班和承班表示感谢。 मित्र चीनमा लोकप्रिय रे ल केटा भयो यतैबाट घुमिदिने फोटो हान्ने पहिला 祝福今天来的各位运动人员，谢谢大家。 谢谢我们部长阁下的致辞。 धन्यवाद मंत्रीज्यू को मंतव्य लाई। 我们本次的比赛呢，为期2天。那么，अब त्यहाँ सुरु हो तिम्रो रेस्टुरेन्ट चारवटामा उतातिरको अलि देखिएन यार यताको मात्रै देखियो छेउतिर हेर्दा त हो त्यो बिचको 2 नम्बर आउला जस्तो के अरे कि 2 कि उता 4 200 मिटर है म त ह्याङमा हो यता लेग साइड त्यही त नि ह्याङमा भएर मतिर बोलायो दुईजना हो कि दुईजना हो है भोलि होला नि भोलि पाइन्छ होला आज र भोलि कार्यक्रम एकता कार्यक्रम भइदियो भोलि छुट्टी कहाँ आउने छैन ए घर त केटाकेटी गाउँ गयो त यार भनेको फेरि उहाँ बुढी जाने भन्ने फेरि सातो भएछ त्यही भएर कि 15 हिजो नि 12 बजे गएर सुतेको त
सिकेँ अनि त नि झन् मैले त सिकेको भनिदिनु सिक्दै होइन मामा त्यो छेउमा मेरो नि फोटो थियो मेट्दैछ नि यार माया ठिक्ने है हावाले लड्छ क्या ए छेउछेउमा राखे जस्तो लाग्दै कहाँको चाहिँ गज यार खोज्नु जाऊँ क्या पौडी खेलेर त्यही भएर नि आउँ भनेको यहाँ सबै यहाँबाट कति मजाले लाइसेन्स प्राप्त एउटै भन्छ नि त पुलिस ड्राइभर अब त फोटिँदा नि यस्तो गर्नुपर्छ कि आउनु त पाटा 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 गर्दा फोटिन्छ ल हाँस हो पानी हाँस त्यो अब कान सुनेको तपाईँ आराममा हो र फोटोग्राफरले खिच्छ नि म गरेर जुम गरेर ढाक्क मिलाएर डुबेर फेरि हेरिरहेको ठ्याक्कै गर्दै स्वाट निस्किएको खै त कहाँ निस्क्यो मामा त यहाँ निस्क्यो यहाँ उसले त्यहाँबाट खिचेर पानी टाउको त मोबाइल जत्रै देखेको अरे यसरी पहाड पहाड जाँदा फेरि घुम्नुकै जाला फेरि पावर नभएमै केटा हो अहिले फेरि पावर हान्न खोज्छ गाडीमा चार्ज हाल्छ 99 सुरु भइसक्यो भने अब हुँदैछ होइन त्योमा क्या ड्रोन यहाँ यता पनि क्यामेरा होला नि यसरी बन्नुपर्छ हाम्रो ग्रुप आउँछ जतासुकै फर्केर जानु थाहा होइन आउँछ भन्ने आशा तपाईँको सबै हान्छ नि त्यसको कभरेज कति छ त्यो अनुसारले पानीमा ट्याटो ढुवाएर अहिले त निलो निलो लागेको छ सामान 20 मिनटमा आइज नि खै त कहिले हो त नि दौडाउनु म नि कालो त्यो नि कालै लाएर बसेछ भने पनि यतै आउनु लाग्यो जस्तो चाहिँ दिल्लीमा दिदी हेर्दै दियो नि अहिले हाम्रो हुन्छ थाक्छ नि अहिले फेरि उताबाट हातले गरेर हाँस्ने यताबाट गरेर हाँस्ने पुरा रेस हुन्छ अहिले हाम्रो सिधै सिधी रेस यता दौडेको रहेछ भन्दै हुन्छ होइन कहाँ दौडेछ थाहै छैन कसैलाई 2000 किलोमिटर सिजी रेस 2 वर्षसम्म 2000 किलोमिटर सिजी रेस 好的，各位亲爱的现场观众朋友们，那么我们的终点即将调整完毕，请反对站。 मजाले तन्किन्छ दिने घप्पा हाल्नु त झन् दिन त तन्किन्थ्यो होला यसको मुजी ल्याउ म खिच्दिन्छु यसको मुजी भने खिच्दिन्छु अँध्यारोमा त जता हेरे नि हुन्छ क्या टाउको यता मुन्टेर भिडियो बताइ भिडियो भिडियो क्यामेरातिर वा चरा उड्यो यता छोटो मिठो हिँड्नु न मामा डक्क गाडीभित्र चढ्नु डक्क अनि झन्डामा मात्रै देखाएर हुन्छ भिडियो हो त्यो त बोलेर त कहाँ हुन्छ त नि हामी केटा गाई जो चाइनामा चाइनामा नम्बर चाहिँ नेपाली राख्छ चाइनामा पनि हेरौँ फेरि गाडीमा त नछिरम भयो भिडियो के हो भिडियो कहाँ जाने हो र यता हेर्नु न चाबी झुन्डाएर हामी चाइनामा केटा चाइना है चाइना दिस इज चाइना
यसरी घुम्नु न यता उम् त्यस्तो सम्झाउनु पर्छ नि त यार भिडियोको राखेर त्यो फिल्मै हुन्छ कि यार हाई गाइस लभ यु के छ यस्तो हुन्छ नि त यार ओ यही हो रमाइलो यही हो त भाइ लो यार ला त चाइना भर्सेस नेपाल धेरै होइन है त रे सैया रे के हो चाइनिज झन्डा बोकेर बिहार छ क्या कुन रे मेरो गाडी केटा ओए छ नम्बर ओए छ नम्बर बाजा बजाउने भन्नु न 50 रुपियाँ हालेर होइन ल ल ल ल यो 7 मा हाल्यो भने त्यो दुईटा स्मिले जति एउटा लाए पनि 7 चाहिँ हुन पर्यो 7 हाल्नु पर्छ 7 ए त्यस्तो 6 1 7 हुँदैन राख्नु भाइ छक्का 22 भयो 22 500 पर्यो त्यहाँ ओए छ ल लकी नम्बर 1 10 ल लास्ट अनि लेभल कि गयो कि आयो ल जय हनुमान 6 आयो फेरि 5 6 ओए कति हाल्यो 6 आनौँ न 6 पर्यो नि त फेरि लक्की जोडा जानु पर्यो नि ऊ छ रि भयो रि बिचमा लाइन त ऊ फेरि हान्न पायो जति रि गरेर 6 मा लाग्यो 6 मा एक जने सुन्नै साथै ल उदिन्छ नि फोटो चाहिँ बेलैमा खिचिराख्नु पर्छ केटा हुन्छ ए टाढा त भनेको कता हुनुहुन्छ ए त्यो यसो भयो नि अनि भोलि फेरि अब त्यो सबैलाई अब पैसा सैसा नि मागिदिनु पर्छ लकिन्द्र सरसँग बिचरा त्यसैबाट आउनु पर्यो त्यो भाइ चाहिँ म आउनु भ्याउँदैन भाइ तपाईँले म्यानेज गर्ने भन्नुभएको थियो
त्यही भएर तपाईँलाई खबर गरेको दिउँसोलाई त अहिलेसम्म केही अपडेट आएको छैन हामीलाई चाहिँ अहिले 6-7 बजीसम्म चाहिँ बस्नु अब 8 बजी भनेको अब यहाँ साथीहरू आफिसले बस्दा बस्दा कसैको फोन आएको छैन अब वही बियर बस्नु भन्छ अब बसेर के गर्ने अब 6-7 बजीसम्म बसौँ के अरे अनि त्यसपछि आएन भने 7 बजी त माथि ल्याउने कि गाडी एयरपोर्ट लाने अनि म फोन गर्छु यता 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 हेर्नु न खुसी आएन कि ल भयो यो भिडियो हो मान्छे एकदम हेर्नु न सँगसँगै नाचौँ हजुर सँगै नाचौँ सँगै हेरौँ हिँड्दै 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 पछाडि ठोकेपछि त थाहा भइहाल्छ नि त भुक्कै आउँछ कि भिडियो के त्यो त मान्छे त गर्छ बक्सिङ हो क्या भनेको पर्छ ल्याउ त्यसो भए बुक जोड्यो भने पैसा फिर्ता पैसा कति हो आएको बाटो
डेन्जर खेल्ने मैल्याको टिम रहेछ के हरि भन्ने हेर न लाटा बनाइदियो होइन मैले यस्तो खाले अझ दुरै डिस्टेन्स देखिन्छ चारैजनाले खेल्नु एक क्रस गर्ने एक गो 4 गो तर यो मजै लागेन म एकचोटि त म चिन्छु यहाँ चाहिँ आएन के भान्जा म एकचोटि खेल्छु नि ल लाइट मारिदिउँ होला है चौला भनेको रेकर्ड गरेको हो एकछिन चौला मरेर आउने हो यही उपाय अरू मात्रै दिन केही चलिरहन्छ दिन घुमिरहन्छ घडी त्यो भन्दा बढी त मलाई नि के थाहा त छु जहिले पनि हुन्छ मेरो पिपी मुड काँडा काँडाबाट मैले तोप ल्याएको छु हानला ठाउँमै सुपी गुड मुख सुक्खा आँखा लट्ठ चिसो पानी खान थाल्छु मुटकी मुट पल्टी फुक्का स्टोन बाल्दिउ भेडा जातलाई यसै हातलाई भाँच्दिउ दाँतलाई मुखलाई टाल्दिउ सबजना चुप मुजिन्यौ खोजी केही पनि हुँदैन धरतीमा पुग्छु जुनसुकै बेला नि बेलाउन सक्छस् ब्रह्माण्ड निक्लिने ठुलो छ हामी हो घुसुना सच्यापै काट्न सक्छस् गोपाल जटा धारी मेरो लामो जुगा दिमाग भरि प्रश्न मेरो जहिले सोची मात्रै राति बस्दिन आफैलाई अब अधिकारी म बनाउँछु लक्ष्यमा आफै सिकारी हुँदिन अल्छी म पर्दिन पछि म सिकिन्छ नौलोजी यसमा त अर्कै गीत हाल्ने हो म चाहिँ
लाइटिंग भरे के यता तू क्यों ना मेरी बनी है रानी खुशियां दा मैं सोचिया अखां विच क्यों बहदी पानी तेरियां नावां मुंडा तू सुटिया तू मादा चल लुटिया तू मैनू छड्डिया तू मैनू छड्डिया